सर्वप्रथम सबैलाई टासिदेलेक सबैलाई नमस्कार साथै अनि आजको दोस्रो दिन रहेको छ अनि हिउँदे शिक्षा विज्ञानवादको अनि दोस्रो दिन रहेको छ अनि आजको यो दोस्रो चरणमा चाहिँ हिजोको जस्तै अनि हिजो बताए चाहिँ आज पनि त्यसको विस्तारमा म बताउन गइरहेको छु विज्ञानवाद चाहिँ विज्ञानवाद भनेको चाहिँ योगचाराको विशेष गरी यो दर्शन रहेको छ योगचारको यो सिद्धान्तलाई बुझ्नु पर्दछ त्यस्तै गरी यो विज्ञानवादलाई चाहिँ संस्कृत भाषामा यसलाई अब विज्ञप्ति पनि भनिन्छ एउटा शब्दमा विज्ञान पनि भन्दछ विज्ञान र विज्ञप्ति र विज्ञानवाद तीन प्रकारको रहेको छ यसको अर्थ बुझाउनु पर्दाखेरि विज्ञान अर्थात् चित्त बाहेकको कुनै पनि धर्म छैन सबै विज्ञान नै विज्ञान हो र अनि विभिन्न दृश्यहरू चाहिँ मनको आफ्नो देखावटीले एउटा दृश्यले गर्दाखेरि विभिन्न देखिएको भन्ने बुझाउँदछ विज्ञान र विज्ञप्ति भन्ने दुई प्रकारको शब्द रहेको छ यो विज्ञानवादको ग्रन्थभित्र चाहिँ कहिलेकाहीँ विज्ञप्ति भन्ने यसको लिपिलाई अक्षरलाई प्रयोग गर्दछ भने कहिलेकाहीँ चाहिँ यसलाई विज्ञानवाद भन्ने यसरी प्रयोग गर्दछ यो विज्ञानलाई संस्कृत भाषामा दुई प्रकारको शब्द लागेको छ एउटा विज्ञप्ति एउटा विज्ञानवाद विज्ञान पनि भनिन्छ यसलाई विज्ञान भनेको यसलाई चित्त पनि भनिन्छ नेपाली भाषामा यसलाई ठेट भाषामा चित्त विचारलाई पनि भन्दछ यसको विशेष अर्थ चाहिँ विज्ञान मात्रै स्वीकार गरिने सिद्धान्तलाई नै विज्ञप्ति भन्दछ र यो विज्ञानवादको विषय मात्रै बोल्ने भएकोले यसलाई चाहिँ विज्ञप्ति अर्थात् विज्ञानवाद भनिन्दछ यसको ग्रन्थहरुमा अनि यो विज्ञानवादलाई फैलाउने र यसलाई दर्शाउने अनुयायीहरूलाई चाहिँ अब योगचारा भन्दछ योगचारा विज्ञानवाद भनिन्छ विशेष गरी यो मूल प्राज्ञ पारमिता समर्थन गर्ने अनि मध्यमका गुरुहरूले चाहिँ अनि शून्यतावाद पनि भन्दछ यो योगचारा विज्ञानवादले चाहिँ यो उहाँहरूले यो शून्यता चाहिँ विज्ञान सबै विज्ञान नै उहाँले बताउने हुँदाखेरि यो विज्ञानवादको दर्शन अर्थात् उहाँहरूको सिद्धान्त रहेको छ अस्ति यो दैन दावा भन्ने यो चिनिया गुरुले चाहिँ उहाँको यो मार्ग क्षरमा उहाँले दुई प्रकारको कुराहरू लेख्नु भएको थियो एउटा चाहिँ के हो त भन्दाखेरि एउटा मध्यमार्ग हो भन्ने यसरी उहाँले बताउनु भएको थियो एउटा चाहिँ उहाँले योगचारा हो भन्ने यसरी मायानमा दुई प्रकारको दर्शन छ भन्ने यसरी यो चिनिया गुरुले बताउनु भएको थियो
भने मैले हिजो बताइसकेँ यसलाई। त्यस्तै गरी उहाँकै यो ध्यान ताक्वी भनेको उहाँको गुरुको ग्रन्थभित्र चाहिँ। अनि यो युगचारा भनेको यसको अनि यो युग मात्रै नभएर युगचारा भन्यो भने अत्यन्त प्रष्ट लाई बुझ्न सक्दछ। त्यही कारणले गर्दाखेरि चिनिया यो गुरुले चाहिँ यो योगको विषयमा बताउनु भएको छ र योग चारामा नबताएको भएको हुँदाखेरि विशेष गरी यो योग र योग चारा भने यसरी हामीले बतायो भने एकदम अनि बुझ्न सकिन्छ। त्यसै कारणले योगा मात्रै भन्यो भने बुझ्नु गाह्रो हुन्छ, कठिनाइ हुन्छ। योग चारा भनेको चाहिँ जुन योग भित्र आफूले गर्ने आचरणहरू त्यसको विभिन्न कुराहरूलाई चाहिँ हामीले बुझ्न सकिन्छ। यो बर्खा मासमा मैले बताएको प्रवचनमा जस्तै अनि यो हिन्दू सम्प्रदायमा रहेको यो ध्यानको विषयमा र अनि यो योग चाराको विषयमा भने यसरी पनि मैले बताएको थिएँ। यसको उहाँहरूको कालीनमा पनि यस्तो ध्यानको विषयमा बताएको थियो भने मैले बताएको थिएँ। त्यस्तै कारणले गर्दाखेरि अनि यो योग चारा भन्नाले चाहिँ अत्यन्तै यसको शब्दलाई बुझ्नु सक्ने र यसको सारलाई हामीले चाँडोभन्दा चाँडो स्पष्ट हुने भएको हुँदाखेरि अनि अनि बुझ्नु सक्ने हुँदाखेरि यसको अर्को नाम पनि के छ त भन्दाखेरि होइन, योग बुद्धिज्म अर्थात् योग बुद्धवाद पनि विभिन्न नाम पनि रहेको छ। त्यस्तै गरी विज्ञान योगचारा गरी विभिन्न यो नामहरू दिएको छ, पर्यायवाची शब्दहरू धेरै रहेको छ यसको विषयमा। जापानको विद्वान याकुजम भन्नेले चाहिँ उहाँले के बताउनु भएको छ भन्दाखेरि विज्ञानवाद योगचारा चाहिँ भनेको चाहिँ यो अनि यो प्राज्ञापारमिताको शून्य त्योभित्र बताएको शून्यताको विषयमा यो विज्ञानवादले बताएको छ भन्ने यसरी नै बताउनु भएको छ। त्यही कारणले गर्दाखेरि यो शून्यता पनि स्वीकार गरिएको छ र शून्यता पनि एक किसिमको विज्ञानसँग मिलवट भएको हुँदाखेरि यसरी एक ठाउँमा मात्रै नकसिने युग्नता भएको यसरी अत्यन्तै यो योगचारको विषयमा उहाँले खुलासा गर्नुभएको छ। अनि यो अभिधर्म यो कोर्स चाहिँ किसिमको अनि सिधा विज्ञानवादको सिद्धान्तको एउटा मूल स्रोत पनि हुन पुगेको छ। त्यही कारणले यो विज्ञानवादको मुख्य दर्शनहरूको स्रोत र उदय हुने ठाउँलाई पनि बुझ्नु सक्दछ। गएको विभिन्न शताब्दीहरूको अनि एउटा मूल स्रोत अनि मूल स्रोत र यो विज्ञानवादको दर्शन चाहिँ अत्यन्तै माथिल्लो तहको यसले ध्यान एउटा ओगटेको भन्ने बुझाउँदछ र यो बौद्ध धर्ममा अत्यन्तै यसले ज्ञानमा एक किसिमको टापु चुन पुगेको यो विज्ञानवादको दर्शनलाई पनि बुझाउन सकिन्छ। अब यो
विज्ञानवादको कसरी सुरुवात भएको थियो, सिद्धान्तहरू र यो विज्ञानवाद भने के हो भने अब यसको विषयमा म बताउन जाँदैछु। मैले अस्ति यो बर्खा मासको प्रवचनमा मैले बताएको थियो। र प्राचीन भारतवर्षमा चाहिँ यो भारतको इतिहास लिपिमा उतारेको एकदम कमी नै थियो। अनि प्राचीन कालमा भारतवर्षमा विभिन्न बौद्ध गुरुहरू, पूर्व गुरुहरू, आध्यात्मिक गुरुहरू पाल्नु भएको थियो, तर पनि कहिले पाल्नु भयो, उहाँहरूले अध्ययन कसरी गर्नुभएको थियो र भने यस्तो विभिन्न गहन विषयमा अनि स्पष्ट त्यति छैन, प्रष्ट छैन। एउटा सानो कुरो राख्दाखेरि नागार्जुन भन्ने चाहिँ पाल्नु भएको थियो कि थिएन त? त्यस्तै गरी आर्य आसङ्गको दाजुभाइ उहाँहरू थियो कि थिएन त भने यसरी बताउनु पनि हामीले गाह्रो रहेछ। र यसमा अझ पनि सन्देह र शङ्का हुने कुराहरू देखिएको छ। किन त भन्दाखेरि इतिहास र स्पष्ट नभएको कारणले गर्दाखेरि। किन त भन्दाखेरि त्यो लिपिमा उतार्नु सकेको थिएन। त्यही कारणले गर्दाखेरि एउटा अनुमान गर्दाखेरि र धेरै दिशाबाट अनुमान गर्दाखेरि अनि धेरै कारण, धेरै लक्षण, धेरै यसको निष्कर्षलाई अनि हामीले अनुमान गरेर मात्रै अनि यसको हामीले बताउनु पर्ने हुँदछ। विशेष गरी बुद्ध वचन र बौद्ध शास्त्र कहिले उत्पन्न भएको थियो त भनी हामीले बताउनु पर्दाखेरि कहिले निस्किएको थियो त, अर्थात् कहिले उत्पन्न भएको थियो त भन्दा यसो बताउनु पर्दाखेरि गाह्रो नै छ। त्यसै गरी विद्वानको यो बौद्ध शास्त्र अनि कहिले प्रख्यात भएको थियो, कहिले चर्चा भएको थियो त भन्दा यसको विषयमा बताउनु पर्दा पनि धेरै गाह्रो नै छ। त्यही कारणले यो धेरै प्रख्यात यो युगचार भूमि कसले रचना गरेको थियो त हैन भने गाह्रो नै छ। कसैले अब मैत्रेयन बुद्धले गर्नुभएको भनेको छ, कसैले यो आर्य आसङ्गले रचना गर्नुभएको छ भने धेरै कुराहरू छ यसमा, धेरै अब आफ्नै मतहरू रहेको छ। त्यही कारणले गर्दाखेरि यो अनुसन्धान कर्मीहरूले चाहिँ यो के हो त भने अझै पनि यसको जाँच र परीक्षण गर्न जारी नै छ। आर्य आसङ्गद्वारा रचना गर्नुभएको यो बौद्ध शास्त्रहरू र कति कुन र कति शताब्दीमा उत्पन्न भएको थियो भनी अनि अहिलेको यो बौद्ध गुरुहरूले यसमा अनुसन्धान जारी नै छ। र यसको इतिहासको विषयमा बताउनु पर्दाखेरि सही यही नै हो भने हामीले अहिलेसम्म बताउन सकेको छैन। हाल अहिले भइरहेको यो विद्वानहरूको अनि आफ्नो सोच, आफ्नो विचारहरू पनि बेग्लै बेग्लै मत आफ्नो भएकोले अनि एकै हुन सकेको छैन। त्यही कारणले भविष्यमा यसको विषयमा विज्ञानवादको यो विषयमा एकदम स्पष्ट देख्नु केही हामीले पत्ता लगाउन सक्यो भने अनि यदि पाएछ भने त्यसको विषयमा अवश्य यसको सारहरू, यसको तथ्यहरू बताउनेछु। र त्यही बेलामा मैले यसको पनि यसको विषयमा म पछि बताउनेछु। त्यही कारणले गर्दाखेरि यो बौद्ध अनुसन्धान कर्मीहरूले अनि यही नै हो भन्ने अनि अब खोट गर्न सकेको छैन अझैसम्म। त्यसलाई विभिन्न सन्देह नै रहेको छ, यसमा शङ्का नै रहेको छ। र हामी सबैले थाहा हुनुपर्ने कुरा, ज्ञात हुनुपर्ने कुरा चाहिँ के हो त भन्दाखेरि अनि यो विज्ञानवादको अनि अर्थ, त्यसको बारे
अनि यसको विभिन्न स्वीकार गर्ने मतहरू विभिन्न विभिन्न भएको अनि विज्ञानवादको विभिन्न कुराहरू भएको हामीले थाहा हुनुपर्दछ। यसको विषयमा धेरै नै समस्या र धेरै नै कठिनाइ रहेको छ। त्यही कारणले म यसलाई जति सक्दो अनि म जति सक्दो अनि यसलाई म जति सक्दो राम्रोसँग बताउने प्रयास र जमर्को गर्नेछु र यसलाई एकदम सही ढङ्गले यही नै हो भने मैले एउटा यो धेरै गहन तर भएकोले यो यही नै हो भने मैले पनि बताउनु गाह्रो नै छ। यसको धेरै मतभेद र यसको धेरै नै भिन्नताहरू मतभेद आफ्नो भएकोले यसलाई पनि म जति सक्दो यसलाई राम्रोसँग बताउने कोसिस र प्रयास गर्नेछु। अब यो विज्ञानवादको यो सिद्धान्त चाहिँ अहिले कसरी फैलावट भएको थियो फैलिएको थियो भने यसको विषयमा बताउनु पर्दाखेरि यो तङ सेन्जाङबो गुरुले यो उल्था गर्नुभएको अनुवाद गर्नुभएको जिना पुत्र अनि विज्ञानवाद यो योगचार भूमिको यो विभिन्न यो व्याख्या टिका रहेको छ। त्यसको विषयमा थोरै बताउनु पर्दाखेरि अनि यो चाहिँ बुद्ध परिनिर्वाण हुनु भएर अनि विभिन्न आफ्नो अनि यो आफ्नो अनुयायीहरू अनि आफ्नो दर्शन दृष्टि अनि भिन्नता भएकोले अनि त्यसमा धेरै नै अनि भिन्नता दृष्टिहरू भएको हुँदाखेरि त्यसमा नि आफ्नो निकाय र आफ्नो सिद्धान्तहरू धेरै भएको थियो र त्यसमा धेरै नै अनि विवादहरू पनि भड्किएको थियो। तर पनि अनि त्यस्तै गरी यो यो वस्तु सत्यता छ भने अनि स्वीकार गर्ने यो विद्वानहरूले अनि त्यो सत्यता हो भने त्यसलाई चाहिँ नि आर्य नागार्जुनले चाहिँ अनि यो सत्यता कुनै पनि छैन भने आर्य नागार्जुनले यसको विषयमा अनि उहाँहरूलाई नि यसरी मिथ्या दृष्टिले हटाउनु भएर अनि शून्यताको विषयमा उहाँ अनि बताउनु भएको थियो। यही कारणले गर्दाखेरि यो अनि विभिन्न यो शून्यताको ज्ञान बताउने विषयमा चाहिँ अब एक किसिमको विज्ञानवादहरूले चाहिँ यो छैन भने यसरी एक किसिमको अब सबै विज्ञानको स्वभावै हो भने यसो बताउने बेलामा अनि विभिन्न मतभेद हुँदाखेरि त्यसलाई अनि हटाउनको लागि अनि यो आर्य आशङ्काबाट यसरी नागार्जुनबाट यसरी विभिन्न शास्त्रहरूलाई उहाँले यसरी लिनु भएर यसरी मिथ्या दृष्टिको सिद्धान्तहरू हटाउनु भएको थियो। र यो विगतको समयमा विभिन्न यो दृष्टिहरू र विभिन्न दर्शनहरू धेरै नै आएको थियो र त्यही कारणले यो चार प्रकार निकाय मध्येमा अनि पहिलाको यो सबै धर्महरू विद्यमान रहेको छ भने चाहिँ यो वैभाषिक सिद्धान्तमा पर्दछ। अनि उहाँहरू चाहिँ एउटा वस्तुलाई स्वीकार गर्ने शब्दले नै उहाँहरू चाहिँ वैभाषिक चाहिँ एउटा अनि सबै धर्म विद्यमान छ भन्ने नै एउटा अनि शब्दलाई नै हामीले बुझ्न सक्दछ। त्यही कारणले अनि वैभाषिक सिद्धान्त दर्शनमा चाहिँ सबै धर्म आफ्नो ठाउँमा सत्यता छ, सत्यतावादी हो, सत्यता वस्तुवादी हो भने यसरी बताउँदछ उहाँहरूले। त्यही कारणले यो
सबै छ भने त एक किसिमको शून्यतासँग अलिकता नमिल्ने हुँदाखेरि भिन्नता हुँदाखेरि अनि एउटा चाहिँ शून्यता सबै शून्यता हो सत्यता छैन भने एउटा पक्ष परे एउटा चाहिँ सबै शून्य सत्यता छ शून्यता होइन भने पर्दाखेरि एक किसिमको दुई प्रको विपरीत भएको जस्तो मतभेद भएको थियो यो र यो आर्य नागार्जुन चाहिँ उहाँ चाहिँ के गर्नुभयो त भन्दाखेरि यो शून्यताको विषयमा यो विभिन्न दर्शन र विभिन्न सिद्धान्तहरूले सबै तर्फमा असत्य हो सत्यता छैन भने यसरी एकीकरण गर्नुहुने चाहिँ आर्य नागार्जुन रहेको थियो त्यही कारणले सबै अन्तदेखि मुक्त भएको सबै अन्तमुक्त शून्यता ज्ञान चाहिँ एक किसिमको आर्य नगर जुन हो यही कारणले यो सबै धर्म शून्य सत्यता छैन भने यो अनि विद्यमान नभएको स्वीकार गर्ने भन्ने बित्तिकै यो सबै किसिमको अनि तल्लो तहमा खसेको नभएर सबै अन्तदेखि मुक्त भएको र सबै अनि यसलाई विज्ञान अनुसार त्यसलाई आफूले अनुसन्धान गरी त्यसलाई विमर्श गरी सबै अन्तदेखि मुक्त भएको एउटा प्रचुर सिद्धान्त भन्ने बुझ्नु पर्दछ त्यही कारणले अनि हामीले यो सबै धर्म शून्यता हो भन्ने बित्तिकै केही नभएको खालि रित्तोपनलाई बुझ्नु हुँदैन यहाँ यसरी आर्य नागार्जुनले बताउनु भएको पनि छैन त्यही कारणले यो बौद्ध धर्मको वास्तविकता चाहिँ के हो त भन्दाखेरि अनि सबै वास्तविकता चाहिँ आयो मध्यमिकले बताएको जस्तै हो र विज्ञानवादले यही नै भन्दछ सबै धर्महरू एक किसिमको वास्तविकमा मध्यमिकले बताएको जस्तै हो तर पनि यो हेराइमा यो देखाइमा चाहिँ एक किसिमको के हो त सबै मनको नजर नै हो भन्ने यसरी विज्ञानवादले बताउँदछ त्यही कारणले अनि यसलाई हामीले विचार गर्ने विमर्श गर्ने अहिले यसलाई सोच्ने आफ्नो केही भुल र भ्रम भयो भने एक किसिमको अनि सबै धर्म छैन भन्नेमा तल पतन हुने हुँदाखेरि यसमा अत्यन्त आवश्यकता होसियार हुनु जरुरी छ त्यही कारणले अनि माध्यमिकको दर्शन अर्थात् शून्यताको दृष्टि दर्शन हामीले सही ढङ्गले बुझेन भने अनि सही ढङ्गले हामीले बुझेन भने चाहिँ एक किसिमको सबै धर्म खालि रित्तो हो भन्ने अनि त्यस्तो ब्रह्म छिर्नु जाने हुँदाखेरि हामीले यसमा धेरै नै होसियार हुनुपर्दछ त्यही कारणले हामीले ठाउँ स्थिति परिस्थिति काल बुझेर हामीले अनि त्यसलाई अनि बुझ्नको लागि विज्ञान र यो शून्यताको बुझ्नको लागि चाहिँ यो अनि विज्ञानवादको यो दर्शन सुरुवात भएको थियो अनि सबै धर्म विद्यमान छैन अनि यो रित्तो छैन भने त्यसलाई बुझ्नको लागि त्यसलाई व्यवहारमा सबैले बुझ्नको निम्ति यो विज्ञानवादको सिद्धान्त सुरुवात भएको थियो यो शून्यताको दर्शन चाहिँ नि केही नभएको रित्तोपन हुने खतरा र धेरै अनि तल्लो तहमा झर्ने हुँदाखेरि त्यस्तो नहुनको लागि यो अनि विज्ञानवाद अथवा विज्ञप्ति विज्ञान भन्ने यसरी सुरुवात भएको थियो यही कारणले यो विज्ञान उत्पन्न हुनुको मुख्य कारण धेरै नै रहेको छ विशेष गरी यो अनि रित्तोपन
शून्यता भनेको केही पनि खाली हो, केही पनि छैन भन्ने त्यस्तोलाई अनि मिथ्या दृष्टि हटाउनुको निम्ति, त्यस्तै गरी विभिन्न यो तल्लोतामा पतन नहुनको निम्ति अनि विभिन्न यो कारणहरू, विभिन्न अनि त्यस्तोलाई गलतपनलाई हटाउनको लागि यो विज्ञान यो दर्शनहरू अनि उत्पन्न भएको हो। यो विज्ञानवाद उत्पत्ति हुनको यसको इतिहास र यसको कारण धेरै नै छ र विशालता रहेको छ। के उदाहरण राख्नु पर्दाखेरि यो धेरै कारणहरू छ, विषयहरू छ, त्यसलाई एकीकरण गरेर अनि यसलाई सर्टकटमा बताउनु पर्दा, संक्षेपमा बताउनु पर्दाखेरि 4 प्रकारको अनि 4 प्रकारको यो अहिले विषय चाहिँ अत्यन्त महत्त्वपूर्ण म देख्दछु। अनि यो 4 प्रकारको यो विषय चाहिँ के हो त भन्दाखेरि, अनि यो सिद्धान्त चाहिँ विज्ञानको भित्र समावेश गरिने, अनि सिद्धान्त अनि विज्ञान भित्र पढ्ने भएकोले यो सबै के हो त विज्ञान मात्रै हो भन्ने बुझाउँदछ। अनि संसार भनेको के हो, यसको एउटा नामकरणको एउटा स्रोत हुनुपर्दछ भने यसरी अनि बौद्ध धर्ममा अनि चर्चा छ। त्यही कारणले आत्मा स्वीकार नगरे तापनि संसार छ भने यसरी बौद्धको एउटा समग्र बौद्ध दर्शनको एउटा बौद्ध दर्शनको एउटा मत हो। त्यही कारणले गर्दाखेरि आत्मा नभए तापनि संसार छ, संसार अवश्य छ भने अनि त्यो कसरी उत्पन्न भयो त भन्दा आलयदेखि भएको हो भने यसरी अनि राख्नु परेको छ। यसले आलयको विषयमा आएको छ। अनि यो विज्ञानवादले के भनेको छ भन्दाखेरि एक किसिमको प्राज्ञ पारमिताभित्र बताएको यो शून्यताको स्वीकारिने अब नयाँ नवीन कुराहरूमा अनि यो विषयमा बताउनु पर्दाखेरि यो अनि यो विज्ञानवादमा चाहिँ एक किसिमको योगलाई आफूले अभ्यास गर्ने अनि योगको विषयमा बताउनु पर्दाखेरि यो 3 लक्षणहरू र 3 प्रकारको स्वभावताहरू यसरी बताएको छ। त्यही कारणले गर्दाखेरि अनि यो विज्ञानवादमा चाहिँ एक किसिमको समाधिको ध्यानलाई अत्यन्तै ध्यान दिने भएकोले यसरी योगचारा भने 4 प्रकारको अनि कारणहरूले यो विज्ञानवादको दर्शन उत्पत्ति हुने मुख्य स्रोतहरू बताउँदछ। यो विज्ञानवादको सिद्धान्त दर्शन चाहिँ मनभित्र अथवा चित्तभित्र विज्ञानभित्र कसरी हुनु पुग्दछ त हैन? विज्ञान मात्रै हो अर्थात् चित्त मात्रै हो, एउटा मन मात्रै हो, मनले देखिएको मात्रै हो भन्ने विषयमा विज्ञानवादले मन नै एकदम मुख्य नै हो। अनि यो चाहिँ नयाँ नवीन कुरो नभएर हैन, यो चाहिँ त्यतिकै उहाँले नवीन नयाँ कुरो ननिकालेर उहाँले नभनेर यसरी नबताउनु भएर विशेष गरी के हो त भन्दाखेरि यो संसारहरू सबै मनबाट नै उत्पन्न भएको, यो मनले नै देखिएको भएकोले अनि त्यस्तो देख्ने जस्तो भएकोले अनि यो सबै दृष्टिहरू अनि चित्तबाट भिन्नता छैन भने यसरी बताएको छ। त्यही कारणले गर्दाखेरि अनि बुद्धको अमृतमय प्रचुर यो बुद्ध वचनलाई हामीले हेर्ने हो भने अनि यो अभ्यासको क्रममा गरे पनि
ध्यानको विषयमा बताए पनि सबै उहाँले के बताउनु भएको छ भन्दाखेरि सबै मनको स्वभावता अनि मनकै देखाइ र मनबाट नै सुरुवात भएको भने बताउनु भएको हुँदाखेरि अनि यसरी बुद्ध वचन पनि पाउँदछ। त्यही कारणले यो अनि यो धर्मको पाठभित्र र अनि यो धर्मको एउटा व्याख्या भने एउटा ग्रन्थ चाहिँ एकदम प्राचीन कालमा धेरै पुरानो यो बुद्ध वचन हो र यसमा के बताएको छ त भन्दाखेरि त्यहाँ के भनेको छ भने सबै धर्महरू मनको स्वभावता हो, मनको पछि नै सबै गइरहेको हुन्छ। त्यही कारणले मन सफा र एकदम निर्मल भयो भने त्यो जे गरे पनि जे बोले पनि त्यो सबै आफूले अनि मनबाट सुख हुने र त्यहाँदेखि नै मुक्त हुने भने यसरी बताएको छ। त्यही कारणले यो चित्त र मन भन्ने अत्यन्त महत्त्वपूर्ण रहेको छ। अनि जस्तो काम गरे पनि जे जस्तो समयमा आफूले बोले पनि हिँडे पनि जस्तो ध्यान गरे पनि मुख्य स्रोत चाहिँ मनमै भेटेको छ। मनको सोच असल र खराबको मुख्य कारणले गर्दाखेरि अनि उत्पन्न हुने भएको। त्यसै कारणले अनि कुकर्म र सुकर्मले गर्दाखेरि सुख दुःख उत्पन्न हुने हैन। त्यसरी भएको यो मुख्य चित्तले बताउने हुँदाखेरि चित्तबाट उत्पन्न भएको हुँदाखेरि अनि यो मन एकदम सबैको स्वभावता रहेको छ। त्यही कारणले यो उपसदभित्र एउटा बुद्ध रब्दुन भन्ने यो उपसदको यो शब्द के बताएको छ त भन्दाखेरि यो हामी सबैले थाहा भएको छ हैन। कुनै पनि कुकर्म नगर्नु, सधैँ नै राम्रो काम गर्नु र यसरी राम्रो काम गरेर नै आफ्नो मनलाई सम्हाल्नु र आफ्नो मनलाई विनय पर्नु, यही नै बौद्ध धर्म हो भने यसरी बताएको हुँदाखेरि यहाँ पनि अनि आफ्नो मन नै एकदम महत्त्वपूर्ण हो भने बताएको छ। र यसलाई हामीले अनुसन्धान गर्दाखेरि धर्मको एउटा शब्दमा हेरे पनि एक किसिमको यो सँगै बुद्ध रब्दुनको यो उपसदको यो शब्दमा हेरे पनि हामीले यसले के बताउँछ त, यसले के स्पष्ट दिन्छ त भन्दाखेरि सबै मूल चाहिँ स्रोत चाहिँ मनै हो भन्ने बताउँदछ। अनि त्यही कारणले यसलाई दुई प्रकारको हामीले अनि याद हुनुपर्दछ। हामी दुई प्रकारको कुराहरू, एउटा मनै हो, एउटा चाहिँ विशेष मनै हो भने दुई प्रकारको यसमा यसलाई हामीले स्पष्ट रूपले बुझ्नु अत्यन्त जरुरी छ। र यो र मन चाहिँ एकदम महत्त्वपूर्ण हो, मन नै एकदम स्रोत हो, मन नै एक किसिमको चित्त नै मूल हो भने यसको स्रोत चाहिँ के हो त भन्दाखेरि कसरी भयो त भन्दाखेरि हामीले धर्म गरे पनि अथवा कुनै पापको कर्म गरे पनि सुख शान्ति सबै मनको प्रभाव र अनि विभिन्न आफ्नै परिस्थितिले गर्दाखेरि यसरी विभिन्न परिस्थितिले गर्दाखेरि यो अनि यो मन विशेषता अनि बुद्ध छ। त्यही कारणले यो विमल प्रख्यात प्रवर्तन सूत्रभित्र के बताएको छ त भन्दाखेरि मन चाहिँ जरैदेखि कलेशले भरिएको छ भने मन पनि जरैदेखि नै कलेशै कलेश हो र मनलाई शुद्ध पार्यो भने अनि मन जरादेखि नै परिशुद्ध हो हुने हो भने यसरी बताएको छ। त्यही कारणले अनि हामीले पापलाई हटाउने अनि
अनि अब धर्मलाई स्वीकार्ने भनेको चाहिँ मुख्य गरी आफ्नो मनबाट नै गर्नुपर्ने र आफ्नो विचारबाट नै गर्नुपर्ने भन्ने बुझाउँदछ। त्यही कारणले मन एकदम महत्त्वपूर्ण हो भन्ने बुझ्नु पर्दछ। तर पनि यसलाई हेर्ने एउटा दृष्टि यस्तो नजर र अनि यो विज्ञानवादले बताएको अनि सबै धर्म मनको स्वभावता हो र मनबाट कुनै भिन्नता धर्म छैन भन्ने मत प्रयास जस्तो जस्तै छ। त्यही कारणले यो बुद्ध रब्दुनको यो बुद्ध वचन र अगाडि बताएको यो विभिन्न यो बुद्ध वचनको यो मत चाहिँ किसिमको यो विज्ञानवादले सबै धर्म अनि चित्त भन्दा भिन्नता छैन, सबै विज्ञानै विज्ञानको स्वभाव हो भन्ने यसलाई बुझाउन सकिन्छ। यो मन मात्रै भनेर शब्द आउँछ। अहिले मन मात्रै भन्नाले के बुझिन्छ त भन्दाखेरि मन बाहेक अरू कुनै पनि धर्म सत्य त छैन, सबै यो देखिएको मनकै स्वभावता हो भन्ने बुझिन्छ। त्यही कारणले गर्दाखेरि सबै यो मनको स्वभावता हो भन्ने चाहिँ अलिकता सबैलाई चित्त बुझ्दो रहेको छ। मनै विशेषता हो भने यसको बिस्तार बिस्तारै यसलाई गहनता यसलाई गम्भीरता रूपमा बदल्नु पर्दाखेरि कसरी बदल्नु पर्दाखेरि यो के हो त भन्दाखेरि अनि पाप धर्म सुख शान्ति सुख दुःखको कुरा गर्दाखेरि यो सबै मनमै छुन पाएको मनसँग सम्बन्ध भएको कारणले गर्दाखेरि मन नै विशेषता हो, मन नै मूल स्रोत हो भन्नु अनि हुन पुगेको छ। त्यही कारणले मनसँग अत्यन्तै सम्बन्ध भएको यो विभिन्न यो बुद्ध वचनहरूले बताउँदछ। हामीले देखिने बाहिरी यो विभिन्न हिमाल पहाड खोला नाला र त्यो देखिने आफ्नो मन चाहिँ एकदम नजिक नाता सम्बन्ध भएको हामीले बुझ्नु पर्दछ। र यो विभिन्न भिन्नता यो बाहिर देख्ने सामग्री भिन्नता भित्र मनको स्वभाव भिन्नता नभएर यसलाई हामी एउटा बिनाको एउटा देख्नु नसकिने अनि यसको मनकै स्वभावता हो, यो यहाँदेखि फरक छैन भन्ने बुझ्नु पर्दछ। र यो विभिन्न हामीले हिमाल पहाड खोला नाला देख्ने चाहिँ यो मनको एउटा देखाइ मनको एउटा आभास हो यो भन्ने बुझ्दछ। र दोस्रो हामीले यसलाई बुझ्नु पर्दाखेरि सबै मनबाट भिन्नता छैन भने के बुझ्नु पर्छ भन्दाखेरि यो सबै मनबाट नै उत्पन्न भएको हो, सबै मनले नै बनाएको हो भने यसरी बुझ्नु पर्दछ। र त्यसै कारणले यो 10 भूमि सूत्रभित्र र यो यो दुई प्रकारको सूत्रभित्र चाहिँ यो अनि दोस्रो तहको यो सबै धर्म मनको स्वभावता हो भन्नेसँग मिल्न जान्दछ। त्यही कारणले यो विज्ञानवादको नहुने एउटा स्रोत सबै धर्म मनको स्वभाव त कसरी भयो त भन्दा मूल स्रोत यो सूत्रबाट बताउँछ। पहिलो सूत्रमा चाहिँ मन चाहिँ एक किसिमको चित्रकार जस्तै हो र चित्र बनाउनु जस्तै हो र विभिन्न देखिएको चाहिँ अनि मनले बनाएको मन लेखिएको पनि लेखिएको छ। त्यसै कारणले यो त्यही कारणले गर्दाखेरि यो
दस भूमि सूत्रमा चाहिँ यसरी अनि सबै यो 3 प्रकारको लोकहरू चाहिँ मनकै स्वभावता हो र यसरी 12 प्रकारको यो संसारिक कुराहरू चाहिँ मनबाट नै यसरी उत्पत्ति हुन्छ भन्ने बताएको छ। त्यही कारणले गर्दाखेरि यो त्यही कारणले यो अनि अब भन्ने नि एउटा किसिमको यो फलपो छ भने सूत्रभित्र चाहिँ किसिमको अनि यसले के बताउँछ त यो 2 प्रकारको सूत्रले के बताउँछ त भन्दाखेरि अनि सबै मनको स्वभावतै हो अनि मनबाट उत्पन्न भएको यो 3 प्रकारको लोकहरू भन्ने यसरी बुझाउँछ भने अनि मन एउटा चित्रकार जस्तै हो अनि मन एउटा चित्र लेख्ने जस्तो भएकोले यसले जस्तो पनि लेख्न सकिन्छ। त्यही कारणले बाहिर देख्ने विभिन्न कुराहरू चाहिँ यो मनले लेखिएको हो भने यसरी 2 प्रकारको अनि यो सूत्रको वचनलाई अनि विज्ञानवादको मुख्य स्रोत रहेको छ। यो 2 प्रकारको यो वचनले नै अनि विज्ञानवादको सबै विज्ञानवादमा बताएको यो दर्शनमा सबै तरमा विज्ञान मात्रै हो, मन बाहेक केही नै छैन, मनको स्वभाव हो भने यो वचनले अत्यन्तै प्रभाव पार्नु पुगेको छ र केही समयको लागि म विश्राम लिन चाहन्छु। अघि मैले अगाडि भने चाहिँ अनि बुद्धले बताउनु भएको होइन एकदम बुद्धको वचनमा अनि बुद्धले बताउनु भएको वचनभित्र र यो शब्द बुद्ध वचनभित्र चाहिँ यो अनि मन मात्रै अनि विशेषता भएको मन चाहिँ एकदम मूल स्रोत हो भन्ने कुरा चाहिँ अनि यसको भित्र सारहरू चाहिँ हामीले दर्शन पाउँदछौँ, यसको विषयमा हामीले हेर्न पाउँदछौँ। त्यस्तै गरी यो अनि यो 10 भूमि सूत्रमा अनि यो 3 प्रकारको संसार 3 लोक सबै यो मनबाट उत्पन्न भएको भने यसरी अनि बताउनु भएको छ। त्यस्तै गरी अनि यो शून्यताको विषयमा विशेष गरी बताउनु हुने अनि यो प्रज्ञा पारमिता सूत्रभित्र अनि यो मनसँग सम्बन्धित भएको अनि टीकाहरू हामीले धेरै नै पाउँछौँ। अनि सबै धर्म शून्यता हो भन्ने अनि सिद्ध गर्ने बेलामा हामीले बताउने बेलामा चाहिँ नागार्जुनले के बताउनु भएको छ त भन्दाखेरि नागार्जुनले यसरी बताउनु भएको छ कि जुन प्रतित्य समुत्पाद नभएको छैन भने कुनै पनि धर्म छैन र कुनै अनि शून्यता नभएको कुनै अनि धर्म पनि छैन भने यसरी बताउनु भएको छ। यो चाहिँ आर्य नागार्जुनको विशेषता हो यो चाहिँ तर पनि यो
अनि यो प्राज्ञ पारमिता सूत्रभित्र चाहिँ अनि एकदम सजिलोसँग बुझ्ने हिसाबले के बताएको छ त भन्दाखेरि, के लेखिएको छ त भन्दाखेरि हामीले बुझ्ने अनि हाम्रो अनुभवमा हामीले बुझ्ने भाषामा अनि सबै शून्यता भएको र यो शून्यता कसरी भयो त भन्ने विषयमा अनि एकदम सरलता रूपमा बुझाएको छ। त्यो भित्र पनि अब अष्टाङ्गिक श्रीका भित्र यसरी बताएको छ। अनि त्यो भित्र के बताएको छ भन्दाखेरि प्राणी प्राणी भनी नाम राखे तापनि प्राणीहरू चाहिँ कहीँ पनि देख्दैन र यो प्राणी भन्ने नाम राखेको मात्रै बाहेक अनि यसमा नाम र यसको व्यवहार राखेको मात्रै अनि सबै धर्महरू अनि यो उत्पाद पनि छैन र कुनै अब यसमा रोकिने पनि छैन भन्ने यसरी बताएको छ। अर्थात् यसले के बताउँछ भन्दाखेरि कुनै सत्यताहरू छैन, सत्यता प्राणीहरू छैन, सत्यता कुनै चित्तहरू छैन भन्ने यसरी बताएको छ। त्यही कारणले यसको यो टीकाहरूमा यसरी उल्लेख गरिएको छ। त्यही कारणले यो प्राज्ञ पारमित्र मातृ प्राज्ञ पारमित्रभित्र यसरी बताएको छ। अनि यसको विषयमा धेरै अनि गहनता भएकोले अनि बताउँदाखेरि त्यति समय नभएकोले कुनै समय बताउनेछु। त्यही कारणले शून्यताको विषयमा एकीकरण गरेर यो विशेष त बताउने गुरु चाहिँ को हो त भन्दाखेरि आर्य नागार्जुन हो। त्यही कारणले यो विज्ञानवादको दर्शन सिद्धान्त चाहिँ यो आर्य नागार्जुनले बताउनु भएको यो प्राज्ञ पारमित्रभित्र अनि मूल प्राज्ञ पारमित्र मिलजुल हुँदछ। अनि यो आर्य नागार्जुनले चाहिँ मूल प्राज्ञ पारमिताभित्र यसरी शून्यताको विशेषता गहनता बताउनु भएको छ, विशेषता बताउनु भएको छ। त्यसै गरी यो विज्ञानवादसँग सम्बन्ध भएको अनि यो विज्ञानवादसँग सम्बन्ध भएको अनि आर्य नागार्जुनले यसरी बताउनु भएको छ कि यो अनि महायानको यो 20औं शास्त्र भन्ने, त्यस्तै गरी अब 60 विद्या भन्ने यसरी विभिन्न यो भित्र पनि बताएको छ। यो भित्र के बताएको छ त भन्दाखेरि अनि सबै यो धर्म सबै मनकै स्वभावता हो, सबै यो माया भ्रमितै हो भन्ने यसरी बताउनु भएको छ। यो चाहिँ अब भारत अब भाषा अर्थात् यो संस्कृत भाषामा पनि उपलब्ध छ। त्यही कारणले अर्को अब त्यस्तै गरी अब अनि विज्ञान 60 प्रकारको विज्ञान भन्ने एउटा यो शास्त्रमा पनि अब अनि यो आत्मा यो संसार सबै यो किसिमको एउटा माया मोह नै हो र यो सबै यो अनित्य नै हो। यो सबै दृष्टि नै एक किसिमको हो भने यसरी बताएको छ। यो 60 भनौँ न एक किसिमको प्रकारको विद्या भने यो सूत्रभित्र चाहिँ यसरी यो आर्य नागार्जुनको यो रचयितामा उहाँले रचना गर्नुभएको भन्ने प्रख्यात पनि छ। अनि अगाडि बताएको अनि त्यो भित्र के छ भन्दा सबै धर्म चाहिँ मनको स्वभावतै हो भने यसरी बताएको छ। त्यही कारणले गर्दाखेरि अनि यसको विषयमा अगाडि मैले धेरै बताएँ। यसको मुख्य सार यो विज्ञानवादको अनि विज्ञानवाद सुरुवात नहुनु भएको अगाडि नै अनि के हो त भन्दाखेरि अनि सबै मनकै स्वभावता हो
सबै मन बाहेक अरू भिन्नता के पनि छैन भने यसरी अनि पहिला नै यसरी भइरहेको थियो। त्यसलाई नै एक किसिमको आर्य नागार्जुन लगायत विभिन्न गुरुहरूले पछि आएर फेरि यसलाई वसुबन्ध गुरुले यसलाई एकदम स्पष्टीकरण गर्नुभएको हो। यो विज्ञानवादको सिद्धान्त उत्पत्ति नहुने अगाडि नै पहिले नै अनि यो विज्ञान मात्रै हो र चित्त मात्रै हो भनिने यसरी पहिला नै फैलावट भएको थियो, पहिला नै यो आएको थियो। त्यही कारणले यो चाहिँ एउटा असाधारण विज्ञानवादको एउटा दर्शन प्रतीत भनौँ न पहिले गइसकेको अब प्राचीन बुद्धको पालोमा पनि यो अनि विशेष यो अनि विज्ञान मात्रै एउटा मन मात्रै हो भने यसरी पहिला नै यो प्रख्यात थियो। त्यही कारणले गर्दाखेरि अनि यो विज्ञानवादले अनि यही नै हो हाम्रो दर्शन हो भने यसरी अनि सबै विज्ञानको स्वभावतै हो, मनको स्वभावतै हो भने यसरी पछि आएर विज्ञानवादले यसरी स्पष्टीकरण गरेको हो। त्यही कारणले अनि उहाँहरूले चाहिँ अनि के गर्नुभयो त भन्दाखेरि अनि पछि आएर अनि आत्मा नभए तापनि संसार चाहिँ छ भने यसरी संसारको विषयमा बताउनु भएको भन्दाखेरि अनि यो धेरै नै प्रख्यात विज्ञानवादको दर्शनहरू फैलिएर आएको हो। त्यही कारण त्योभन्दा अगाडि त्यति प्रख्यात थिएन र विज्ञानवादको दर्शन पछि यसरी यो अत्यन्तै यो फैलावट र फैलिएर आएको हो। अब यो विज्ञानवादको यो दर्शनको पहिलो मुख्य कारणहरू चाहिँ बताएँ। अब दोस्रो कारण बताउनु पर्दाखेरि मुख्य कारणको दोस्रो भाग बताउनु पर्दाखेरि एउटा मैले बताउनु अलिक भुलेछ मैले। विज्ञानवादको सिद्धान्तभित्र मन चाहिँ अत्यन्त अनि विशेषता हो भनेर अनि बताएको छ। त्यो भित्रमा पनि अब अनि आलय र आलयको विषयमा पनि अनि यसरी अत्यन्त अनि महत्त्वपूर्ण हुन पुगेको छ। आलय भनेको चाहिँ के हो त भन्दाखेरि अनि मनको सूक्ष्म भाग एकदम सानो सानो स्थूल र स्थूल चित्त नभएर सूक्ष्म चित्तलाई बुझ्दछ। एकदम सानो हामीले अनुभव गर्न नसक्ने एकदम सानो सूक्ष्म गहनता गम्भीरता चित्तलाई हामीले आलय विज्ञान भन्दछ यसलाई। त्यही कारणले यो आलय स्वीकार गर्दाखेरि अनि आत्मा चाहिँ स्वीकार गर्दैन र कुनै कुनैले चाहिँ फेरि यो आलय स्वीकार गर्दाखेरि चाहिँ अनि आत्मा स्वीकार गर्नुपर्ने जस्तो देख्दाखेरि देखिन्छ। तर पनि उहाँहरूले कदापि यो आत्मा भने स्वीकार गर्नु हुने छैन र यो आलयको विषयमा उहाँले स्वीकार गर्दाखेरि अनि यो आत्मा चाहिँ स्वीकार गर्दैन। आत्मा स्वीकार नगर्नुको मुख्य कारण केमा पुगेको छ त भन्दाखेरि अनि यहाँ 4 दृष्टि निमित्त धर्ममा छुन पुगेको छ। त्यसमा अन्तिममा के छ त भन्दाखेरि दोस्रो चरणमा चाहिँ सबै धर्म शून्यता हो हैन। सबै धर्म अनि अनात्मा र शून्यता हो भने यो स्रोत रहेको यसरी छुन पुगेको भन्दाखेरि अनि आत्मा चाहिँ स्वीकार कदापि गर्दैन। यो विज्ञानवाद अथवा बौद्ध दर्शनमा आत्मा छैन भनेको आत्मा चाहिँ के हो त भन्दाखेरि जुन तार्किकहरू अथवा हिन्दू सम्प्रदायमा स्वीकार गरिने आत्मा
त्यो चाहिँ स्वीकार नगर्नेलाई अनि बुझाउँदछ। त्यो कस्तो हो त भन्दाखेरि अनि त्यो आत्मा चाहिँ एकदम एक्लो भएको आत्मा, जस्तै गरी सबैदेखि अब यो परिमुक्त भएको, त्यस्तै गरी यो स्वतन्त्र भएको र यो नित्य भएको, यो कहिले नाश नहुने हो, त्यस्तो हिन्दू सम्प्रदायमा यो स्वीकार गरेको त्यस्तो आत्मा चाहिँ अनि यहाँ स्वीकार गरिँदैन बौद्ध समग्र बौद्ध दर्शनमा। त्यही कारणले गर्दाखेरि सामान्यमा बताउनु पर्दाखेरि अनि यो तार्किक सम्प्रदायले स्वीकार गरिएको आत्मा चाहिँ अनि कदापि बौद्ध धर्ममा समर्थन हुँदैन। त्यो नभए तापनि अनि सबै संसार चाहिँ आलयबाट नै उत्पन्न हुन्छ भन्ने यसरी स्पष्ट र यसरी बताउनुहुन्छ। त्यही कारणले यो भारतवर्षमा अनि यो संसार भनेको विषयमा धेरै नै अब बताएको छ। त्यसै गरी उपनिषदभित्र यो संसारको विषयमा पनि बताएको छ, आत्माको विषयमा पनि बताएको छ। त्यही पनि बौद्ध दर्शनमा चाहिँ आत्मालाई नस्वीकारिकन यो संसार चाहिँ स्वीकार गरिएको छ। यो तार्किक सम्प्रदायमा चाहिँ यो अनि यो संसार र आत्मा दुई स्वीकार गर्दछन् र बौद्ध समग्रमा चाहिँ यो अनात्मा र संसार चाहिँ एक नजिक भएको, फरक नभएको यसरी अनि स्वीकार गर्दछ। यदि यसमा प्रश्न गर्दाखेरि उहाँहरूको प्रश्न के छ भन्दाखेरि यदि आत्मा छैन भने संसार चाहिँ कसरी घुम्छ? एक संसारदेखि अर्को संसारमा जन्म लिने त्यो को हो त? यदि आत्मा नै छैन अनि आत्मा छैन भने यो जीवनलाई त्यागेर अर्को जीवनमा कसरी जन्मिन्छ त भन्ने विभिन्न प्रश्नहरू उठ्दछ। त्यही कारणले गर्दाखेरि उहाँहरूले फेरि आत्मा पनि छैन तर संसार छ भने यसरी छ, तर त्यसलाई अब संसारमा जन्माउने अनि संसारमा उत्पन्न हुने प्राणीहरू कसरी भयो त भने त्यसलाई बुझ्नको लागि अनि यसरी प्रश्न आएको हुँदाखेरि बुद्धकालीनमा पनि यसरी विभिन्न प्रश्न आएको थियो। त्यसलाई बुद्धले के उत्तर दिनुभएको थियो भन्दाखेरि हाम्रो कर्म चाहिँ कहिले नटुटिकन हाम्रो कर्मको कारणहरू चाहिँ कहिले पनि नष्ट हुँदैन, त्यो कहिले पनि छुटिँदैन, एकदेखि अर्को आइन्छ, एकदेखि अर्को देखेर जान्छ भनेर यसरी बताउनु भएको छ गौतम बुद्धले। त्यही कारणले यो जीवन त्यागेर नष्ट भएर अर्को जीवनमा जन्म भएको एउटा कर्मको फलले गर्दाखेरि यसरी उत्पन्न भएको हो भन्ने यसरी बताउनुहुन्छ। त्यही कारणले अनि भगवान गौतम बुद्धले पछि के हुने हो अहिले जीवनमा अनि अहिले जीवनको कर्ममा कारणमा भर पर्छ र अहिले यो कारण भएकोले पछि अवश्य यो पछिको कर्मको फल अवश्य भोग्नु पर्दछ भने यो छुटिँदैन भनेर बताउनु भएको छ। त्यही कारणले अनि यो बुद्ध परिनिर्वाण भइसकेपछि अनि यो अनि अभिधर्म भन्ने यसरी चाहिँ पछि फैलावट धेरै नै भयो र प्रख्यात र प्रसिद्ध हुन पुग्यो। त्यो बेला एउटा प्रश्न उठेको थियो कि त्यो प्रश्न के हो त भन्दा त्यस्तो कर्म छ भने त्यस्तो कर्म कहिले नटुटिने कर्म छ भने त्यो राम्रो नराम्रो कर्म गरेको प्रभावले अनि ठाउँ राम्रो नराम्रो कुखमा जन्म लिने त्यस्तो छ र त्यो अटुट रूपमा चलिरहन्छ भने त्यो मुख्य चलिरहने ठाउँ मुख्य स्रोत कहाँ छ त, यसलाई राख्ने ठाउँ कहाँ छ त हैन भन्ने प्रश्न गर्दाखेरि त्यो कहाँ छ त भन्ने सोध्यो भने अनि त्यसमा यसरी प्रश्न आएको थियो।
त्यसमा चाहिँ अब विज्ञानवादहरूले यसलाई चाहिँ कुन्सी अर्थात् आलया हो भनी बताएको छ। उदाहरणको लागि हाम्रो यो कम्प्युटरमा अब विभिन्न कुराहरू छ, सामान छ, यो छ त्यो छ भन्यो भने अब राख्ने ठाउँ कहाँ हो त, यसलाई राखन धरण गर्ने कहाँ हो त भन्दाखेरि यो कम्प्युटर हो, एउटा यन्त्र हो भन्ने हामीले भन्दछौँ। त्यस्तै किसिमको यो कम्प्युटर यो यन्त्र चाहिँ विभिन्न सामान, फोटो इत्यादि राख्ने भण्डार गर्ने ठाउँ भएकोले एउटा त्यसमा राखान्तरण गर्दछ। त्यस्तै किसिमको यो हामीले गरेको कर्म र फल पनि एक किसिमको अब त्यसरी अटुट क्रममा मर्ने जन्मिने हुने एउटा मुख्य भण्डारा गर्ने, त्यसलाई राखन धारण गर्ने मुख्य ठाउँ स्रोत के छ त हैन। अब विभिन्न फोटोहरू त कम्प्युटरमा जस्तो रहेछ। अब प्राणीको आत्मा नभए तापनि प्राणी जन्मिने मर्ने हो भने त्यो मरेर जन्म लिनेको कर्मको ठाउँ, राम्रो नराम्रो कर्मको फलहरूको मुख्य राखन धरण कहाँ गर्छ त, आत्मा त छैन रहेछ भने यसरी प्रश्न उठेको हुँदाखेरि अनि त्यसलाई अब उत्तरमा चाहिँ अब पछि जन्म लिनुको लागि अब अहिले यो जीवन अन्त भएर त्यो खेर नजानको निम्ति त्यो मुख्य राखन धरण चाहिँ केमा गरेको छ, केमा छ भन्दाखेरि यो अनि अभिधर्मभित्र चाहिँ अनि चाहिँदो रहेछ। सबै अब पछि जन्म लिँदो रहेछ, त्यसको कर्म पनि अब अघि रहेछ र पछि यसको कर्म नाश नभइकन त्यसको कर्मको फल पछि फलले गर्दाखेरि दोस्रो जीवन लिने हुँदाखेरि त्यसलाई केही न केही त राखन धरण गर्ने ठाउँ चाहिँदो रहेछ भनेर यसरी अनि दुई प्रकारको यो निकायहरू आएको थियो। त्यसको विषयमा अनुसन्धान गर्नको लागि त्यसलाई चाहिँ पहिला के हो त भन्दाखेरि महासङ्घी र यो स्थावीर निकायहरू आएको थियो। त्यसको लागि चाहिँ संसारको एउटा उत्पत्ति हुने कारण मुख्य राखन धरण गर्ने ठाउँको लागि के राख्नु पर्दछ भने यसरी उहाँहरूले अनुसन्धान गर्नुभएको थियो। त्यही कारणले गर्दा यो चारवटा निकाय मध्येमा अनि विशेष गरी महासङ्घी निकायले चाहिँ अनि मोक्षको विषयमा अनि चासो राख्नुभयो भने स्थावीर निकायले चाहिँ अनि यो संसारको विषयमा विशेष गरी उहाँले बताउनु भएको थियो। त्यही कारणले गर्दाखेरि यो स्थावीर निकायले चाहिँ अनि यो संसारको मुख्य नामकरण गर्ने अर्थात् यसलाई एउटा राखन धरण गर्ने जुन प्राणीको यो जन्म जमन्तर चलिरहने मुख्य राख्ने ठाउँ केही त चाहिँदो रहेछ भने यसरी यो अनि विभिन्न विचार मत र विभिन्न अनि यो स्थावीर निकायमा यसरी विभिन्न प्रतिपदाहरू राखिएको थियो र यसमा विभिन्न आफ्नो नामहरू राखिएको थियो। त्यस्तो हुने क्रममा अनि नाम के राख्ने त राखेको त्यो एक किसिमको त्यसलाई अब भनौँ न भण्डारक एक किसिमको प्राणी को कर्महरू कहिले नाश नहुनको लागि स्थावीर निकाय र यो विशेष गरी छुटाउने वादले चाहिँ अनि छुट्याएको विज्ञान भन्ने यसरी नाम राख्यो। र अर्को यो भूमि प्रतिपादन गर्ने अर्थात् भूमिको विषयमा यो निकायले चाहिँ अनि एक समयको सांसारिक एउटा शरीर अर्थात् यसलाई राशि भन्ने नाम राख्यो। त्यसै गरी यो नेमबु भन्ने किसिमको यो निकायले चाहिँ किसिमको अनि राशि एउटा र अनि योसँग भिन्नता भएको अनि आत्मा भन्ने राखियो। र यो सौतान्त्रिकले चाहिँ के राख्यो भन्दाखेरि अनि सूक्ष्म विज्ञान भन्ने यसरी राखिएको थियो।
अनि यो सङ्घीयहरूले चाहिँ यो अनि विज्ञान सूक्ष्म स्वीकार गर्नुहुन्छ यो सौतन्त्रिकलाई जस्तै जे गरे पनि यो अनि विज्ञानै हो मनको स्वभाव हो भनेर यसरी स्वीकार गर्नुहुन्छ जे भए तापनि अब कुनै अब यो कण वस्तु हैन नभएकोलाई बुझ्दछ जे भए पनि एउटा हाम्रो पावर ऊर्जालाई हामीले यो त्यही कारणले गर्दाखेरि यसलाई एक किसिमको यो विभिन्न निकायहरूमा यो प्राणी जन्म जमन्तर प्रक्रिया चलिरहने मुख्य ठाउँलाई राखन धर्ना गर्नको लागि त्यो कर्मको नाश नहुनको लागि विभिन्न आफ्नो मतहरू रहेको थियो त्यही कारणले कसैले अब यो विज्ञान भनिराख्यो कसैले अब यो एक किसिमको एउटा केही ऊर्जा केही यसलाई बाहिर अनि उज्यालोपनको रोशनीपनको एउटा ऊर्जालाई भने यसरी पनि राखिएको थियो कर्म भनेको पनि एक किसिमको त्यस्तो नै भन्ने बुझ्दछ अनि यो त्यही कारणले गर्दाखेरि यो कर्म भनेको विज्ञान पनि नभएर विज्ञानबाट उत्पन्न भएको हुँदाखेरि अनि संसार उत्पत्ति हुने हो एक किसिमको अनि यो अनि विज्ञान भन्ने को विषयमा विभिन्न कुराहरू आएको हुँदाखेरि अनि यो विज्ञानवादले चाहिँ अब त्यो के हो त अनि विज्ञान हो कि के हो त भन्ने विभिन्न कुराहरू पहिला निस्किएको हुँदाखेरि त्यसलाई एकदम अनि प्रश्नहरूलाई निभाउनको लागि सत्यता एक किसिमको के हो त भन्ने अनि बुझाउनको लागि अनि विज्ञानवादले के भन्ने भन्दाखेरि यो अनि त्यो चाहिँ के हो त भन्दाखेरि एक किसिमको प्राणीको जन्म जमन्तरलाई राखन धारण गर्ने त्यो के हो त भन्दाखेरि अनि विज्ञान आलय हो भने यसरी उहाँहरूले उत्तर दिनुभएको थियो र यसको विषयमा विस्तार रूपमा म पछि बताउने छु र यो तेस्रो कारण रहेको छ यो मनको विषयमा विज्ञानवादले बताउनु भएको यो चाहिँ के हो त प्राज्ञ पारमिताभित्र अनि उल्लेख गरिएको अनि शून्यताको अनि विषयमा स्वीकार गर्ने विषयमा नवीन रहेको छ यो नयाँ विज्ञानवादले चाहिँ अनि विज्ञान छ भनी स्वीकार गरेको हुँदाखेरि मन छ भने स्वीकार गरेको हुँदाखेरि यो माध्यमिक र प्राज्ञ पारमिताले बताउनु भएको शून्यता त्यति त मिल्दैन तर पनि यो बेग्लै हो त भन्दाखेरि जरादेखि नै यो भिन्नता हो त भन्दाखेरि भिन्नता हो भने सोध्नु गलत हो तर त्यो नभएर के हो त भन्दाखेरि यसले के बचाउँदछ त भन्दाखेरि अनि विज्ञानवादको दर्शनले सिद्धान्तले के बचाएको छ त भन्दाखेरि सबै शून्यता माथिल्लो तहको प्राज्ञ पारमिता र माध्यमिकले बताउनु भएको शून्यताको विषय सबै रित्तोपन खाली के पनि छैन भने यस्तो भयङ्कर र मिथ्या दृष्टिबाट अनि बचाउनको लागि यसरी अनि रक्षा गर्नुभएको छ विज्ञानवादको सिद्धान्तले त्यो भित्रमा पनि अनि अनुभवी यो एक किसिमको टीकाभित्र अनि एक किसिमको यो तेस्रो चक्र प्रतिपादनभित्र यसरी यसको विषयमा बताएको छ
यो शून्यताको विषयमा परम मध्यमिकले यो सूत्र निकायको अनि टीकालाई अत्यन्तै अनि स्रोत मान्दछ 우메 따와임비냐 그 갈라칸섬지 가제투도를 윤진시해야 버디 세버킹가르스 가르레스 라비미나 콜로를 무슨 때나 파베 qabलिया यो तीन प्रकारको चक्र भने यसमा अब नितार्थ नेयर्थ भन्ने दुई प्रकारको यो बौद्ध वचनहरू बुझ्नको लागि यसरी यो निकायहरू आएको छ त्यसमा विभिन्न कुराहरू बताएको छ यसलाई चाहिँ अनि बुद्धको पहिलो वचनलाई चाहिँ हैन यो समयबाट छुट्याएको छ अनि दोस्रो चाहिँ अनि दोस्रो वचन अनि तेस्रो वचन भन्ने अनि अघि पछिको समयलाई छुट्याएर अनि यो नितार्थ र न्यायार्थको विषयमा अनि चर्चा गरिएको छ यो यसलाई चाहिँ विशेष गरी समयको विषयले नराखेर यसलाई चाहिँ यो पहिलो वचन दोस्रो वचन तेस्रो वचन भनेको चाहिँ मुख्य भित्र सारको अनुसार भित्र त्यसको गुदीको अनुसार त्यसको महत्त्व मुख्य सारले यसरी तीन प्रकारको बुद्ध वचन राखिएको छ पहिलो वचनको चक्रमा चाहिँ अनि यो प्रत्येक बुद्ध र सर्वज्ञानहरूलाई अनि बताउनु भएको भन्ने चार प्रकारको आर्य सत्य बताउनु भएको भन्ने बताउनु भएको छ दोस्रो प्रकारको चक्र वचन चाहिँ अनि गोप्य हिसाबले अनि महायानले बताउनु उहाँहरूलाई अनि बताउनु भएको हो भन्ने यसरी राखिएको छ र यो अनि तेस्रो वचनमा चाहिँ तेस्रो चक्र वचनमा चाहिँ अनि प्रत्यक्ष रूपमा चाहिँ यो एक किसिमको यो शून्यताको विषयमा अनि बताएको छ भने यसरी बताउनु भएको छ त्यही कारणले यो यसमा निरोधता पनि छैन र पहिलादेखि शान्त र स्वभावले नै यो परि निर्वाण हो भने यसरी बताएको छ त्यही कारणले यो तीन प्रकारको चक्र वचनमा चाहिँ पहिलो र दोस्रोमा चाहिँ यो नितार्थको धर्म देखाएको छैन र यो दोस्रो र तेस्रो चक्रको वचनमा चाहिँ अनि यो शून्यताको विषयमा बताएको छ भने बताउनुहुन्छ र यो तेस्रो चक्र वचनमा चाहिँ अनि सबै अनि शून्यता हो यो यसको स्वभावता नै लक्षणहीनता हो र यो शून्यता हो पहिलादेखि नै यो शान्त हो भने यो स्वभावता नै परिनिर्वाण हो भने यसरी तेस्रो चक्रको वचनमा बताएको छ दोस्रो चक्रको वचनमा चाहिँ के बताएको छ त भन्दाखेरि अनि गोप्य हिसाबमा यो शून्यताको विषयमा बताएको छ भने यो तेस्रो चक्रको वचनमा चाहिँ अनि प्रत्यक्ष रूपमा शून्यता चाहिँ उल्लेख गरिएको छ र यसरी बताएको हुँदाखेरि
त्यही कारणले यही एउटा बुद्धको पहिलो चक्र वचन, दोस्रो चक्र वचन, तेस्रो चक्र वचनको यो वचनलाई स्रोत राखेर नै, शिर राखेर नै अनि विज्ञानवाद र अनि मध्यमको अनि आफ्नो दर्शनहरू शून्यताको विषयमा, विज्ञानको विषयमा यसरी राखिएको प्रतिपादन गरिएको छ, राखिएको छ यसलाई। र यसको विषयमा विस्तार रूपमा अझै म पछि बताउनेछु। यो सूत्र व्याख्या, सूत्र टीकाको व्याख्या चाहिँ एउटा विज्ञानवादको मुख्य स्रोत एउटा मान्दछ, जुन एउटा विज्ञानवादले दर्शनको लागि, बदल्नको लागि मुख्य स्रोत चाहिँ सूत्र टीकाको व्याख्यालाई मान्दछ। त्यही कारणले यो विज्ञानवादले पनि विज्ञानलाई स्वीकार गरे तापनि शून्यता अनि अस्वीकार नगरिकन शून्यतालाई पनि स्वीकार गर्ने एउटा सिद्धान्त रहेको छ। र यसमा प्रत्यक्ष रूपमा र एउटा गोप्य रूपमा यहाँ बताएको छ। अहिले यो दोस्रो चरणको चक्र, धर्मचक्रको विषयमा बताउनु पर्दाखेरि यहाँ चाहिँ अब गोप्य रूपमा शून्यतालाई अब देखाएको छ, गोप्य रूपमा शून्यताको विषयमा राखिएको छ। यसलाई चाहिँ अब विभिन्न विज्ञानको विषयमा बताएको छ पनि। अब तेस्रो चरणको बुद्धको धर्म वचन चक्रमा चाहिँ यो प्रत्यक्ष रूपमा शून्यता हो अनि सबै शून्यता हो, स्वभाव त यो अनात्मा हो भने यसरी बताएको हुँदाखेरि अनि विभिन्न यो सूत्र टीकामा हामीले भेट्न सकिन्छौँ। यो तीन प्रकारको लक्षणहरू हैन, त्यस्तै गरी तीन प्रकारको स्वभाव, निस्वभावहरू, यो प्रतिपादहरू सबै विशेष गरी यो प्राज्ञा पारमिताभित्र र यो शून्यताको विषयमा बताएको छ र यसको भिन्नता, यसको अलिकता फरक हिसाबले व्याख्या गरिएको छ। र यही कुराहरू फेरि विज्ञानवादभित्र पनि यसरी बताएको छ। यसलाई चाहिँ अब हामीले विज्ञान आलय भनी यसरी राखिएको हुँदाखेरि अनि यसको विषयमा कसरी यो सम्बन्ध छ, कसरी के हो भन्ने यसको विषयमा पछि फेरि म अवश्य नै बताउनेछु। यो जीन मात्री अर्थात् यो जीन मात्री भित्र यसरी के बताएको छ भन्दाखेरि अब यो विज्ञानवादले पनि यो शून्यताहरू स्वीकार गर्दछ भने विभिन्न यो बुद्ध वचनहरूलाई अनि साक्षी राखी अनि त्यसरी बौद्ध शास्त्रहरूलाई साक्षी राखी शून्यताहरू स्वीकार गर्दछ भने यो आगमबाट हामीले देख्न सक्छौँ। यो भारत भाषामा यो 400
शिव क्यापिटल भनिन्छ यसलाई यो चाहिँ अब एक किसिमको आचार्य धर्मपालाबाट रचना गरिएको यो भित्र पनि विभिन्न यो शून्यताहरू चाहिँ विज्ञानवादले स्वीकार गर्छ है भन्ने यसरी बताएको छ त्यही कारणले यो आचार्य लोदेनले रचना गर्नुभएको यो मध्यमिका मध्यम अन्त्य व्याख्या यो टीकाभित्र यसरी लेखिएको छ यो यो आचार्य लोदेनले रचना गर्नुभएको यो टीकाभित्र के लेखेको छ भन्दाखेरि के लेखेको छ त भन्दाखेरि प्राज्ञा पारमिता र यसको स्वभावता तीन प्रकारको गहनता यो निस्वभावता तीन प्रकार अनि यो तीन प्रकारको कुराबाट नै हामीले भ्रमित नभइकन नभुलिकन हामीले यसको ज्ञानहरू चाहिँ तोक्नु यसको जान्नु पर्दछ भने यसरी तीन प्रकारको लक्षणको विषयमा बताएको छ त्यही कारणले यो शून्यतालाई स्वीकार गर्दछ भने यो मुख्य स्रोत पनि हो यो आचार्य असङ्गद्वारा रचना गर्नुभएको यो वज्रछेदिका टीकाभित्र पनि टीकामा पनि यो तीन प्रकारको लक्षण विषयमा नि आगमहरू अर्थात् स्रोतहरू यसको साक्षीहरूको राग छ भने यसरी टीकाभित्र उल्लेख गरिएको छ अनि रब्जुर भन्ने एउटा व्यक्तिको नाम हो यो जस्तै यो त्यस्तै हो भने यसरी सूत्र बताउँदैछु यसलाई चाहिँ नतर्साउ त्रास डर त्रास गराउनु पर्दैन र सबै प्राणीहरू चाहिँ एकदम आश्चर्यजनक छ र आश्चर्यजनक युक्त हो भने यसरी यो आचार्य असङ्गले रचना गर्नुभएको वज्र छेदिकाको टीकाभित्र यसरी तीन प्रकारको लक्षणको विषयमा बताउनु भएको हुँदाखेरि विज्ञानवादले पनि यो अनि प्राज्ञा पारमिताभित्र बताएको यो शून्यताको कुराहरू चाहिँ यसरी उहाँहरूले स्वीकार गर्नुहुन्छ भने यसरी नवीन अनि यो कुराहरू यसरी को बताउनुहुन्छ नवीन कुराहरू यसरी पाठ यो हो र यो नयाँ शून्यता एक किसिमको यसरी स्वीकार गर्दछ भन्ने यसरी बताइरहेको छ यसले यो प्राज्ञा पारमिताभित्र बताएको एउटा सूत्रले बताउनु के बताएको छ त भन्दाखेरि यो सबै शून्यता नै हो र शून्यताले नै अनि शून्यता भयो भने सबै रित्तोपन हुँदैन भने यसरी यो सबै मनकै स्वभावता भए तापनि शून्यता अनि रित्तोपन हुँदैन भने यसरी विज्ञानवादले बताउनुहुन्छ र आज यो आजको लागि यति नै होला 딱 군주의 자기의 군주에 소토야 말이야. 이미 내가 군주의 파마치지. र हामीले सोचेको जस्तो यो हिउँदे शिक्षाको एउटा हामीले कार्यक्रमहरू राख्न सकेको छैन तर पनि यो सामान्य हिसाबले हामीले यसरी गर्दै
आएका छौँ र यो सधैँ नै हामीले एकीकरण भएर सबै गुम्बाबाट अब पाल्नु भएर हामीले गरेको जस्तै सोचेर यसरी हामीले यो परिश्रम गरेर यसरी हामीले यो सोच्नु पर्दछ 군주 소배 깔려야지 현대 나한테 좀 미네야지 난 증조 되면지 र सधैँ यो हिउँदी शिक्षाको एउटा हामीले सुरुवात गर्दाखेरि विभिन्न पाठ पूजाआजा गर्ने अत्यन्तै राम्रोसँग हामीले मिलाएको थियौँ त्यसै कारणले अहिले पनि यही समयमा पनि हामीले यसरी अनि एउटा पूजाआजा गर्ने अनि पाठलाई चाहिँ हामीले पहिलाको गरेको जसरी नै हामीले यसरी राम्रोसँग गऱ्यो भने अनि अत्यन्त राम्रो हुँदछ यो भिक्षुनी अनि भिक्षुनी हिउँदे शिक्षामा बताएको यो लेखिएको पाठ जस्तै हामीले यसरी अनि वन्दना पाठ गर्यो भने अत्यन्तै राम्रो हुनेछ र यो सबै मिलेर यसरी त्यो वन्दनालाई हामीले पढ्यो भने त्यो अत्यन्त राम्रो हुने हुन्छ र अहिले यो समस्याले गर्दाखेरि त्यति हाम्रो राम्रो हुन सकेको छैन त्यही कारणले हामीले सानै भए पनि त्यसलाई अनि त्यसलाई अनवस्था नगर्ने र सानै कामदेखि हामीले सानो कामलाई हामीले राम्रोसँग त्यसलाई चासो राख्यो भने जस्तो सुकै ठुलो काम पनि पछि राम्रो भएर जान्दछ त्यही कारणले गर्दाखेरि अनि जुन वन्दना गर्नुपर्ने पाठहरू चाहिँ हामीले राम्रोसँग अनि अघि सार्यो भने राम्रो हुँदछ ध्यान दिनु अत्यन्तै जरुरी छ अब अन्तिमको पाठ हामी गर्ने साझाको Jagen don zo